नमस्ते। लुम्बिनी प्रदेशको राजधानी भालुवाङ क्षेत्रमा यो दाङ जिल्लाको देउखुरी भालुवाङ क्षेत्रमा रहेको यो होटल पौवा सबैको आकर्षकको केन्द्र बन्न गएको छ। चारैतिर पहाडले घेरिएको छ। पहाड देख्न सकिन्छ। यतातर्फ कपिलवस्तु सँग सिमाना जोडिएको छ भने यता अर्घाखाँचीको यो पहाड देख्न सकिन्छ, यो डाँडो अर्घाखाँचीको। र त्यस्तै गरी यतातर्फ प्युठान जाने, प्युठान रोल्पा जाने बाटो छ भने यतातर्फ यो दाङको देउखुरी उपत्यका छ। र यो पूर्व पश्चिम राजमार्गको सडक किनारमा रहेको यो होटल पौवा र यस होटलले आफ्ना पाहुनाहरूलाई गर्ने आतिथ्यताको लागि अत्यन्तै उत्कृष्ट नमुनाको रूपमा लिन सकिन्छ। यो सुन्दर ठाउँमा अवस्थित छ र यहाँ यो वातावरणीय हिसाबले अत्यन्तै सुन्दर शान्त ठाउँमा रहेको छ। र यहाँ इलेक्ट्रिक गाडीहरूको चार्जिङ स्टेसन समेत रहेको हुँदा यहाँ इलेक्ट्रिक गाडी चार्ज गर्ने पाहुनाहरू पनि आउनुहुन्छ भने यो बाटोमा हिँड्ने क्रममा, बस्ने क्रममा यो होटल सबैको रोजाइको रूपमा बन्न गएको छ। र म यही क्रममा यात्राको क्रममा यो होटलमा आउने मौका पाएको थिएँ र सोही अवसरमा मैले यो भिडियो यहाँहरू समक्ष जानकारीमूलक रूपमा राख्न चाहेको छु। र यहाँहरू यो सडक खण्डमा यात्रा गर्नुभयो भने होटल पौवा यहाँहरूको रोजाइको केन्द्र बन्न सकोस् भन्ने चाहना समेत राखेको छु। र यो यहाँको स्थलगत परिचय मैले यहाँहरू समक्ष राख्ने प्रयास गरेँ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद।